एज अ प्यारेन्ट्स कहिलेकाहीँ हामी एकदम बेसी थाकेको र हारेको महसुस गर्छौँ। यस्तो महसुस चाहिँ कहिले गर्दो रहेछौँ भन्दाखेरि मेरो आफ्नो अनुभवमा विशेष गरी पहिलो सन्तानको समयमा गर्दो रहेछौँ। यस्तै बाटो भएर यस्तै समय भएर म पनि गुज्रिँदै यहाँसम्म आइपुगेँ। जब मेरो ठुलो छोरी टिनेजमा पुग्यो, टिनेजको बिहेभियरहरू ऊमाथि देखिन थाल्दाखेरि मलाई यति बेसी सङ्घर्ष भयो, यस्तो बेसी आत्तिने छटपटिने हो, यति बेसी एन्जियोस भयो क्या। अनि त्यही अनुभवहरू चाहिँ तपाईँहरूसँग सेयर गर्न मन लागेर यो भिडियो बनाइरहेको छु। एउटा यस्तो समय थियो जुन समयमा चाहिँ मलाई लाग्थ्यो कि अब चाहिँ मैले मेरो आफ्नो हातबाट मेरो छोरी गुमाएँ हो, मेरो हातबाट गयो, अब सक्यो, अब उपाय छैन, यस्तो समयहरू थियो मेरो लागि। अन्त म त यस्तो कुराहरूले म यति बेसी चिन्तित हुन्थेँ कि रातभरि रुन्थेँ म। 12 बजी 1 बजी रातिसम्म म रोएर बस्थेँ। यसले चाहिँ किन चाहिँ नटेरेको, किन नबुझेको, किन नसम्झेको त्यस्तो लाग्थ्यो। अन्त म आफैलाई चाहिँ यति बेसी म नराम्रो आमा हो, म चाहिँ फेलियर, मैले हुर्काउनै जानिनँ, मैले सिकाउनै सकिनँ, मसँग यति पनि ज्ञान बुद्धि नरहेछ, मेरो हातबाट गयो। अब यति बेसी रुन्थेँ म। यस्तो समय पछिसम्म चल्दै आएन, म एकदम थाकिसकेको थिएँ। अनि एक दिन चाहिँ मैले यो सबै कुरा चाहिँ प्रभुमा राखेँ क्या। मैले यसो भनेर प्रार्थना गरेँ, प्रभु अब चाहिँ म सक्दिनँ, अब चाहिँ म तपाईँलाई छोडिदिन्छु, अब तपाईँले जे गर्नुहुन्छ गर्नुहोस्, अब म चाहिँ हात उठाएको, अब म बोल्दिनँ, म चुप्प लाएर बस्छु, म यस्तै भनेर प्रार्थना गरेँ। त्यस बादमा तुरुन्तै ठिक भयो होला भन्ने नसोच्नुहोस्, किनभने मेरो ठुलो नानीले पनि सिक्दै गयो अनि मैले पनि सिक्दै गएँ क्या हो। किन भन्दा चाहिँ अब म पनि त पहिलो पटक थिएँ नि त मेरो टिन्स नानीसँग यसरी सफर गरिराखेको थिएँ। जो मैले सरेन्डर गरिसकेपछि चाहिँ मैले जुन प्रकारको गनगन गर्थेँ, जुन प्रकारको डिमान्ड गर्थेँ, यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ, यो गर त्यो गर भन्ने कुरा चाहिँ मैले भन्नु छोडेँ। त्यसको मतलब उसलाई सिकाउनु पर्ने कुराहरू, बुझाउनु पर्ने कुराहरू गर्नु चाहिँ मैले छोडिनँ हो। तर त्यस बाहेक अरू मैले जित्नुपर्ने कुराहरू, मेरै भनेको मान्नुपर्छ, मैले भनेको हुनुपर्छ भन्ने कुराहरू चाहिँ मैले छोडेँ क्या। अनि अर्को कुरा चाहिँ म यसमा एड गर्न मन लाग्यो, त्यो चाहिँ के भन्दाखेरि त्यो समयहरूमा मैले अर्को पनि एउटा कुरा रियलाइज गर्दै थिएँ अथवा सिक्दै थिएँ कि त्यो समयहरूमा म रातभरि रुन्थेँ नि, त्यति बेला मैले मेरो आमालाई यति बेसी मिस गर्थेँ क्या, यति बेसी मिस गर्थेँ। मैले यो सम्झिन्थेँ, म रुन्थेँ झन् बेसी क्या आमालाई मिस गरेर, कि मैले पनि यति बेसी सताएको आमालाई, यति बेसी रुवाएको, यो कस्तो भयो रहेछ मेरो आमालाई पनि भनेर मलाई कस्तो आमाको छेउमा हुनु मन लाग्थ्यो। मलाई आमासँग अँगालो मारेर मलाई माफ गर्नु आमा भनेर भन्नु मन लाग्थ्यो। तर भोलि बिहान उठेर चाहिँ म त्यो फेरि गर्नु सक्थिनँ हो। अनि मैले भनिनँ पनि, तर धेरै समयपछि चाहिँ मैले एउटा मदर्स डेको अकेजन पारेर भोइस म्यासेजमा आमा मैले कति सताएँ नि आमा पापालाई, माफ गर्नु है भनेर यसरी भने। अनि आमाले के भन्यो, हाँसी ए त्यस्तो कुरा त उहिले माफ गरिसकेको, बिर्सिसकेको, अहिले केही छैन त्यस्तो भनेर भन्नुभयो। त्यसरी नै मेरो छोरीले पनि एउटा यस्तो समय आयो जब ऊ 20 पुरा भएर 21मा लाग्दै गरेको समयमा चाहिँ आएर के भन्यो भन्दाखेरि, मम्मी म कस्तो स्टुपिड अहिले सम्झिँदाखेरि, त्यो समयहरूमा मैले बुझिनँ कि तपाईँहरूले गर्नुभएको कुराहरू, म आफैलाई एकदम स्टुपिड लाग्छ। त्यो समय यति साह्रो वाउ थियो मेरो लागि होइन। म अकमक्क परिरहेको थिएँ, म एकदम सरप्राइज भइरहेको थिएँ, के बोल्नु पनि सकिनँ। मतलब मनमा चाहिँ यो भइरहेको थियो, वाउ प्रभुले काम गर्नुभयो हो, प्रभुले गर्नुभयो यो कुरा। मलाई यो भएन कि कुचिङ खाइस्, देखिस् मैले भनेको हो, थाहा पाइस् अब भनेर त्यसरी भन्नु आएन, मनमा पनि आएन, सो भनिनँ पनि। सो यस कारणले गर्दाखेरि तपाईँहरूलाई म यो कुरा भन्न चाहन्छु, उत्साहित गर्न चाहन्छु कि धैर्य गर्नु चाहिँ कहिले पनि नछोड्नुहोस्, धैर्यलाई बढाउनुहोस्। किन भन्दा कथा
थाहा चाहिँ अझै बाँकी छ, कता सकिएको छैन नि। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। मन पऱ्यो भने लाइक्स गरिदिनुहोस् ल।